वेलकम छ है फेरि डे थ्रीमा अब हामी चाहिँ साकेला हेर्न जानु लाग्यो दिउँसोदेखि नै एकदम रमाइलो हुन्छ भन्ने छ। अब कस्तो हुन्छ हेरौँ, हजुरहरू त्यही गएर हेर्नु होला। के हुन्छ साकेला? के हो यहाँ भन्नु पर्यो अलिकति। तिनीहरूलाई धराले सोल्टिने पठाइदिनु पर्यो क्या, मिलाइदिनु पर्यो उसलाई। होइन मेरो त सरी, उतै भेटौँ न। भन के कस्तो कहाँ के हुन्छ भनेर। त्यो चाहिँ राईको डान्स अरे क्या, तर हामी पनि नाच्दा हुन्छ तर आउँदैन क्या। यहाँ भाइ अलि भोलि चाहिँ धरानको चटपटे पल्ला लाने अरे कहाँ हो? नोवाङ अनि म भैयाकोमा। आज पनि एकदम इन्ट्रेस्टिङ हुन्छ। माइजूको ट्रिट होला होइन? अस्तिभन्दा झन् आज बेसी। हिजो मामाको ट्रिट अब भोलि माइजूको ट्रिट हो। आज चाहिँ हामी आफ्नै ट्रिटमा जाने। अब अहिले उता भेटौँला हामी साकेलामा पुगेपछि। कहाँ जानु आँटेको? र अब चाहिँ हामी साकेला हेर्न जानु आएको। त्यस्तै हाम्रो सफारी हेर्नु, सफारी नोवाङ कहाँ जानु आँटेको? सफारी हेर्नु छ यस्तै छ। त्यसको अलिक राम्रो बसेछ हेर्दा। हाम्रो साकेला दिन आएको यहाँनिर साथी आउँदै हुनुहुन्छ अरे। भाइ जिङ्गा मेरो छिटो दुईजना छिटो उकायो होला नि त। साथीहरू। एक तिनजना उकायो त क्या, त्यसले साथीहरू। खाएर रहेछ। गयो बियर खान्छौ? के बोलेको यस्तो? छ्या खान्छौ? यहाँ भ्लग बनाइरह के बोलेको यस्तो? हाम्रो साथीलाई भने क्या मलाई म त बियर उसलाई त सब खुवाउने हो नि। उ त चल्दैन नि केही पनि उसले त। म म त हानिदिन्छु नि खैमा हानिदिन्छु नोवाङ कहाँ जानु आँटेको भन त? साकेला पार राइनीकोमा। राइनी राइनी साकेला यिनीहरूले बोलाउँदै खै छ कहाँ हाम्रो कहाँ लग्नु आँटेको छ? नङ अनि यही सफारीमा जाने होइन माथि। यही सवारीमा भरे कल गर्छु। कस्तो पुग्छ? ओसो फेरि त्यहाँ लान आँटेको कति बजीतिर? भरे सकेर ल अब बेलुका के हुन्छ देखा अहिले बाटोमा केही भयो भने उता तलपट्टि के घोपा क्याम्प पुगेँ। कहाँ हामी? भएर लागि बस्दै लाग्दैन क्या। कहाँ जानु आँटेको? हामी चाहिँ चण्डीमा नाच्ने जान लागेको हो। हामीलाई चाहिँ नाच्न आउँदैन है, हामी चाहिँ हेरेर मात्र हो। यहाँ दुईजना अगाडि यस्तो पछि अगाडि पछि देखाउनु, यस्तरी बाटो भरे बाटो हेलमेट लगाएर हिँड्नु पऱ्यो है बाटोमा। यस्तो पायो तर किन पाउँदैन हौ? पायो फलो गर्नु पर्दैन। आफ्नै गाउँठाउँमा त पायो। के भन्नु त अब? त्यहाँ हो आफ्नो गाउँठाउँ परेन। समात्न भइसक्यो। ल अब चाहिँ हामी सिधै उता गएर भेटौँ ल है, सिधै उता गएर भेटौँ ल। हामी चाहिँ पुगिसक्यौँ। टोरी खेल जस्तै छ त हौ। के बजाएको? खै अब आफूलाई त केही आउँदैन है। यहाँ भाइको मुखबाट सुनौँ है कहाँ के हो। मेरो जय किरात। हामीहरू आज होली पर्वको विदाईको क्रममा सुनसरी जिल्लाले आयोजना गरेको साकेला श्री प्रतियोगितामा भेला भएका छौँ। हामी किरातहरू प्रतिनिधि पूजा भएको हुनाले हाम्रा पिता पुर्खाले हामीलाई छोडेर जानुभएको अस्तित्वहरू, उहाँले दिनुभएको गहनाहरू हामीले अहिले पनि त्यसलाई सृजना होइन संरक्षण गरेर अगाडि बढ्नुपर्छ भन्ने त मान्यता लिएर अगाडि बढेका छौँ। आज हामी जिल्ला कार्य समिति सुनसरीले आयोजना गरेको यस कार्यक्रममा किरात काँडका जिल्ला कार्य समिति सुनसरीको मातहतमा रहेका सम्पूर्ण वडा कार्य समिति, नगर समिति, जिल्ला कार्य समितिहरू यहाँ उपस्थित भएको छ। यहाँहरू आज जितेर जानको लागि होइन, सबैभन्दा राम्रो प्रस्तुति लिएर जानको लागि उपस्थित हुनुभएको छ। यहाँलाई थाहा छ हामी हाम्रो संस्कार र संस्कृतिमा कसैलाई जित्दैनौँ, तर सबैभन्दा राम्रो पस्कन चौकेर हामी प्रस्तुति दिने गर्दछौँ। किरातीहरू एक किराती कहिले पनि 15 को यो कतिको? यो 11 को।
अगाडि भेटौँला 5 को रे तिमीलाई सबभन्दा राम्रो चाहिँ कहाँको लाग्छ मलाई 15 को कहाँको 15 को यो चाहिँ भाइको घरतिरको बनाएर यार बहिनीलाई मार्क्स लाएर पनि विचार यहाँ चाहिँ यस्तो खै के हुँदैछ अत्तो पत्तो छैन लाभा भएर बसेर लाभा भएर गर्मीले पाकेर होइन अब यस्तै हेरौँ ल आज चाहिँ बेलुकातिर कहीँ गयो भने देखाउँला नत्र अब आज यस्तै छ धरान 15 को सबैभन्दा राम्रो भन्छ रमाइलो लाग्छ कम्पिटिटर सिटी क्यामेरा स्यामेरा बोकेको छ है यो गर्मीले गर्दा हो कि त्यही भित्र गएर हेरेर बस्ने अब मजा हुन्छ घरमा देखाउनुपर्छ यहाँ खै दुईजना कहाँ गयो हराइसक्यो दुईजना पानी किन्न गएको मान्छे हरायो चिसो पानी नपाएर त्यो अटो चोक बहिनीले आइसक्रिम खाँदै आइरहेको बहिनीलाई नि भर गर्मी भयो अटो आइसक्रिमै पक्लाइदिन्छ सधैँ गर्छु आग भयो फेरि धन्न फसेको है धन्नै फसेको धन्न धन्न अनलाइन छैन रहेछ त्यहाँ ब्रदरहरूले क्यास दिनुभयो त्यहीँ अगाडिको यहाँ अगाडिको ब्रदरहरूले क्यास दिनुभयो धन्न ब्रदरहरू भेटिएर मात्रै फेरि साकेलातिर ल भित्रै गइवरी भेटौँला यो चाहिँ धरान 5 को
चाहिँ हामी फेरि तलको गेटमा तलको गेट अघि माथिको गेटबाट अहिले तलको गेटबाट धरानी गाइडसँग है तल गेटबाट अब एकछिन भित्र छिरेर अब तपाईँले हल्का भित्र गएपछि अब देखाउनु कस्तो हुँदैछ बेसी रमाइलो भएन यार 15ले त डरायो 15 यता नि भिडै छ तर यता जहाँ हाम्रो गाडीले लग्छ हामी त्यहीँ त्यहाँ बाटोमा बसेर दामी रमाइलो छ एकदम अब चाहिँ हामी निस्किँदै आउँदैछ अब चाहिँ निस्केर अब कता जाने अब कता जाने खै कहाँ हो उसो हो कि कहाँ हो होइन अब म चाहिँ घर जाने हो अल्छी लाग्यो यहाँ होइन हाम्रो सफारी पनि आएन क्या यो परिचित आयो कि कस्तो कुर्छु क्या अब आयो भने जम्मा खोइ सफारी आएन अलिकति मिलाउनु कपाल हिरो अब चाहिँ हामी खै कहाँ जान्छौँ जान चाहिँ जान्छौँ तर यो साकेला सिधाएर अब निस्केको हामी चाहिँ यहाँ चार्ज सकेर आधी बाटोमा निक्ल्यौँ कुल गर्न धेरै तातो छ गाडी हामी धेरै घुमेको जस्तो छ है अब यस्तै भन्दा हामी माथि पुगेर फेरि भएको छ अब चाहिँ कता ओसो अर्को साम्बाङ पार्कतिर दुईजना हिँड्दै केटाहरू उता
हिँड्दै कहाँ पुगिसक्यो यो चाहिँ हर्पसाङको श्रम संस्कृति पार्क अर्को दाई ढुङ्गा बोक्दै अर्को दाई ढुङ्गा बोक्दै यहाँ अभि होइन होला यहाँ गाडी बोक्दै यो के गार्डन यो रोज गार्डन अबि कसैलाई रोज चाहिन्छ भने टिप्नाम है कसलाई बुके चाहिन्छ सबले टिप्नाम है रोज गार्डन माथि त बन्द भइसक्यो रे नजाउँ होला हौ बन्द भएपछि त के जानु एस्थेटिक छ त हौ नचढ्ने भयो के हो ठाउँ त राम्रो छ यस ठाउँ घुम्न आउन चिसो छ ठिक छ कस्तो लाग्यो भाइ ठाउँ बब्बा लाग्यो है भाउले ठाउँ श्रमदान गर्ने रे ऊ ठाउँ चाहिँ उब्बर छ कि खै कस्तो भन्ने चिल खाले भाइ जाऊ फोटो खिचिदिन्छु जाऊ ल ल ल भ्लगबाट स्क्रिनसट गर ल पानी पनि पर्नु आँटेको छ यता सबजना निस्किसक्यो अहिले चाहिँ ल ढिलो भइसक्यो टिलिक्क टर्किन्छ त हो अब सिधै तलतिर गएर भेटौँ है कति पानी पर्दै बेला खाजा खान ग्याङ खाजा खान निस्किसक्यो माथिबाट आएर तल खाजा खाने रे हेरी के खाने हो खै अगाडि गएर के खाने देखाउँला यता फ्राइड राइस तल अब फ्राइड राइस खाने घर जाने ल थुक्पा खानुपर्छ आधी थुक्पा निस्क खाएको ल हामी चाहिँ घर आइपुगिसकेको छौँ अनि आज एकदम रमाइलो भयो साकेला हेर्न नि साकेलामा सबसे राम्रो गर्नु भएको चाहिँ हाम्रो वडा 15को धरन 15ले एकदम राम्रो गर्यो अनि धरन 11 पनि राम्रो थियो तर 15ले चाहिँ राम्रो स्टेपहरू देखायो राम्रो हेर्न पायो र हामीलाई यसै रमाइलो भयो अब यस्तै भयो होइन त्यहाँ माथि त्यो हर्का साम्पाङले बनाउनु भएको रहेछ त्यहाँ पनि हेऱ्यो पार्कहरू हेऱ्यो हर्का साम्पाङले यसरी ढुङ्गा बोकेको पनि हेऱ्यो तर त्यहाँनिर मजा आयो अनि हामी फर्किँदाखेरि पानी परेको थियो भानुचोकमा खाजा खाँदाखेरि भक्कु पनि पानी परेर अनि अब यस्तै भयो आज अब यति नै भन्दैमा इन्डिङ गर्छु लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला है धन्यवाद।